हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ म चाहिँ बिहानै मुख पनि नधोइकन चाहिँ हाम्रो डगी चाहिँ बेलुकादेखि हराएको थियो होइन। पुखी चाहिँ बेलुकादेखि हराएको थियो। सो त्यो भएर हामीले खोज्यौँ रातभरि तर पनि पाएन हो। भरे भन्दा हाम्रो घरको यतानिर आएर चाहिँ खसिरहेको रहेछ हो। अन्त अहिले चाहिँ हामी यहाँ बिहानै आप्पाले यहाँ गाड्दैछ, बहिनी फुलहरू लिएर बसिरहेको छ। अब डगी लिएर आएर चाहिँ गर्नुपर्छ। आफूले पालेको चिज हो, अब राम्रोसँगले बिदा गर्नुपर्छ नि त होइन। ऊ फर्स्टमा लिँदाखेरि चाहिँ सानो थियो हो। हाम्रो दादा र भाउजू बिहा गरेको जति भयो त्यति ला यहाँ हो। दादा र भाउजू बिहा गरेको जति भयो त्यति नै भयो। ऊ चाहिँ नाइन कति पो मम्मी 9 कम्प्लिट भएर 10 मा लाग्दाखेरि चाहिँ ऊ यसरी खस्यो हो। सो रेस्ट इन पिस। माटो लगाइदिनु। रेस्ट इन पिस पुगी। लागिरहेको थियो हामीले कति बेसी स्याम्पू उयोहरू गरिदिँदा पनि भएन हो। पाउडरहरू लगाइदिँदा पनि दोकानबाट पनि भन्दै थियो अब बाँच्दैन, बेसी नै लुतो लागेको छ भने त बाँच्दैन भनेर याद चाहिँ थियो। तर पनि अब आफूले पालेको होइन कति भयो भइसकेको थियो। हाम्रो घरमा फेरि अब हुनैपर्छ नि त, यहाँ बस्तीको घर हो, डगीहरू त हुनैपर्छ। हामी चाहिँ अघि 5 बजे उठेर चाहिँ त्यहाँबाट डगी खोज्न गएर आएर चाहिँ त्यहाँबाट घरको यतानिर पायो हो। अहिले चाहिँ सबै सक्यो। ऊ पनि हाम्रो घरको फ्यामिली मेम्बर जस्तो भइसक्यो नि त, किनभने अब 10 वर्ष भइसक्यो सँगै बसेको होइन। 10 वर्ष चाहिँ हाम्रो बहिनीले उसको पहिलाको डगीलाई गाडेको थियो नि त, सो त्यो भएर सफा गरिदिँदैछ। यहाँनिर चाहिँ अब पुकीलाई हामीले सबै